देश नेता र मतदाता सम्पूर्ण निर्वाचन केन्द्रित भइसक्दा पनि फेरि संसद बिउताउने हल्ला गरमाएको छ। त्यसमाथि पनि तत्कालीन बहिर्गमित सरकारका प्रमुखहरूले दिइरहेको अभिव्यक्ति नजिकै आइसकेको चुनाव बाँड्न उद्धत देखिएका छन्। शनिबार दुई फरक दृश्य देखियो। नेपाली काङ्ग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूहरूले संसदको पुनर्स्थापना मागिरहेकाले सर्वोच्च अदालतले छिटोभन्दा छिटो फैसला बताउनु पर्ने बताए। यो अभिव्यक्ति यस्तो समयमा आएको छ कि स्वयं ओलीले पनि झापा 5 मा उम्मेदवारी दिएका छन्। यो बीचमा एमालेको खस्केको माहौल र ओली स्वयंले 3 पटक भदौ 23 गतेको स्पष्टीकरण दिँदा समेत ब्याकफायर भइरहेको समयमा ओलीले संसद पुनर्स्थापनाको कुरा फेरि कोट्याएका छन्। म सम्मानित सर्वोच्च अदालतलाई आग्रह गर्न चाहन्छु, यस्तोमा सम्मानित सर्वोच्च अदालत चुपचाप लागेर कानमा तेल हालेर बस्न मिल्दैन। फैसला दिनुपर्छ अदालतले, चुनाव गर्ने या पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिराखेका छौँ, त्यो सुन्दै नसुन्ने अदालतले। संविधान मिचिएको छ भनिरहेका छौँ, हामी सुन्दै नसुन्ने। ओलीले आफ्नै बलमा मात्र यो अभिव्यक्ति दिएका भने होइनन्। 15 गते नेपाली काङ्ग्रेसका केही नेता संसद पुनर्स्थापनाको मुद्दा चाँडै टुङ्ग्याउन माग गर्दै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई भेट्न जाने भन्दै हल्ला फैलाइयो। यो टोलीमा काङ्ग्रेसका श्याम घिमिरे लगायतका नेताहरू थिए, तर पछि चुनावमा प्रभाव पर्न सक्ने विश्लेषण भएको भन्दै भेट्ने कार्यक्रम स्थगित गरिएको जानकारी दिइयो। विशेष महाधिवेशनपछि देउबा पक्ष पनि संसद पुनर्स्थापनाकै पक्षमा रहेको सुइको पाएपछि काङ्ग्रेसले सार्वजनिक रूपमै बोल्न चाहेको भाषा ओलीले बोलेका मात्र हुन्। उसो त काङ्ग्रेसको महाधिवेशन अघि पनि ओली र देउबाबीच भएका हरेक भेटमा चुनावभन्दा बढी संसद पुनर्स्थापनाको विषयमा कुराकानी हुने गरेको थियो। केही दिन अघि सामाजिक सञ्जालमा पनि संसद पुनर्स्थापना हुन लागेको हल्ला चलेपछि अदालतले पेशी नै नतोकिएको भन्दै स्पष्टीकरण दिनु परेको थियो। संसद पुनर्स्थापनाको प्रयास यस्तो समयमा भइरहेको छ जुन समयमा चीनका उच्च स्तरीय टोलीहरू नेपाल आएर नेताहरूसँग भेट गरिरहेका छन्। माघ 8 गते चिनिया कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय नेपाल मामला प्रमुख झेङ युभा सरला नेपाल आएको थियो। त्यस क्रममा केपी शर्मा ओली, शेरबहादुर देउबा र प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गर्ने भनिए पनि थप विवरण सार्वजनिक गरिएन। भू राजनीतिलाई जित्ने गरी हवाई राजनीति र नेपालका वैकल्पिक शक्तिहरूमा पश्चिमा प्रभाव रहेको दाबीका बीच बढेको चिनिया सक्रियतालाई सामान्य रूपमा मान्न सकिने अवस्था छैन। काङ्ग्रेसको विशेष महाधिवेशन अघि भारत जाने नेपाली नेताहरूको पनि लड्को लागेको थियो। अहिले चिनिया सक्रियतालाई भारत समर्थित संसद पुनर्स्थापनाको प्रयास र अमेरिकी प्रभाव रोक्ने कामका रूपमा हेरिएको छ। भारत र चीन मिलेर अमेरिकाको यहाँनिर वर्चस्व जुन छ त्यसलाई कसरी रोक्न सकिन्छ उनीहरूले चिन्तन गरिरहेछन्। प्लान ए प्लान बी बनाएका छन् भन्ने मैले सुनेको छु होइन। अब त्यो प्लान ए गर्ने भनेको चाहिँ चुनावै हुन नदिने हो। प्लान बी भनेको जस्तै गगन र हाम्रो बालेनलाई संसदमै हराइदिने, किन बालेनसँगको रिलेसन अथवा गगनसँगको रिलेसन चीनसँग राम्रो छैन, प्रष्ट छ। त्यसैले चीनले आफ्नो फेभरको मान्छेलाई यहाँ प्रधानमन्त्री बनाउनलाई अहिलेदेखि कसरत गरिरहेछ, उनीहरूले रिसर्च गरिरहेछन्। यदि चुनावमा साँच्चीकै उसको फेभरको मान्छे आउने स्थिति देखेनन् भने चुनाव हुन दिँदैनन्। अर्को तथ्य के छ भने अहिले कुनै पनि जेनजी प्रतिनिधि निर्वाचनमा सहभागी भएका छैनन्। तर भदौ 24 गतेको विध्वंसमा चर्चामा आएका अनुहार अन्तरिम सरकारको निर्माणदेखि चुनाव नै हुन नसक्ने अडानबाट 81 त्यही पक्षले चुनावमा देशलाई पुर्याएको छ। अहिले आन्दोलनको मुख्य स्टेक होल्डर नै चुनावमा नहुनु, चुनावी एजेन्डा देश जलाउने र युवाको हत्या गर्ने मुद्दा विषय बन्नु, चुनावी प्रचारमा देखिएको भावभङ्गीले पनि निर्वाचनले दिने निकासबारे प्रश्न उठ्न थालेको छ। उता जाँचबुझ आयोगको रिपोर्ट पनि नहुने, यता संवैधानिक विवादको निराकरण पनि नहुने, यो यथास्थितिमा दबै थाँती राखेर हामीले गर्न खोजेको के हो? यो हो केवल चुनावै नदेखेको स्टुडेन्ट युनियनको चुनाव त होइन नि, यो राष्ट्रिय चुनाव हो। राष्ट्रिय समाधान, राष्ट्रिय विवाद समाधानको केन्द्र हुनुपर्छ, राष्ट्रिय सहमति निर्माण गर्ने माध्यम हुनुपर्छ, जनताको आकाङ्क्षा र आवश्यकताको प्रतिबिम्बित गर्ने माध्यम हुनुपर्छ। यति धेरै त्यसको लजिकल, त्यसको आशा गर्ने लजिकल कारण त देखिनु पर्यो नि। देशको सङ्कटपूर्ण राजनीतिक अवस्थामा त्यस्ता मुद्दाहरू चाँडो निकास दिनु पनि सर्वोच्चको दायित्व। तर पुस 9 गते यता संसद पुनर्स्थापनाको मुद्दामा पेशी नै तोकिएको छैन। यता काङ्ग्रेसको आधिकारिक विवादमा समेत
अग्राधिकार दिए पनि अहिलेसम्म फैसला भएको छैन र काङ्ग्रेसको देउबा पक्षले चाहे जस्तो संसद पुनर्स्थापना नै भइहाले देश सम्हालिन्छ चाहिँ कसरी भन्ने प्रश्न छ। संसदले वैधता लिएर ओली नै प्रधानमन्त्री बने पनि देशव्यापी जनमतले उनलाई स्वीकार्न सक्ने अवस्था छैन। देउबा प्रधानमन्त्री बने विशेष महाधिवेशनबाट निर्वाचित काङ्ग्रेसकै पक्ष मान्ने अवस्थामा छैन। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको ठूलो तबका निर्वाचनमा तयार भइसकेको अवस्थामा संसद पुनर्स्थापना पछिको दबाव यो सरकारले कसरी थेक्न सक्ला? जेनजी आन्दोलनमा भन्दा ठूलो आन्दोलन वा अराजकता आउने अवस्था आए भदौमा रामचन्द्र पौडेलले जुक्तिका साथ जोगाएको संविधान संसद पुनर्स्थापनाको बाटोमा गए कसले जोगाइदिने भन्ने सम्मका पक्षमा गम्भीर बन्न आवश्यक छ।